हेलो गाइस गुड मर्निङ आज चाहिँ अब त्यही हो अस्तिको ब्लग बर्थडे ब्लग थियो नि त सो आज चाहिँ अब त्यही कुराहरूमा गिफ्ट यसो त्यही सामान लिन जानु लाग्यो अनि मम्मीको त्यही हेल्थ चेकअपहरू छ त्यसको लागि जानु लाग्यो अरू त त्यस्तो केही छैन सो लेट्स सी व्हाट विल ह्यापन सी यू इन अ बिट एज यु क्यान सी मी म चाहिँ रेडी भइसकेँ स्पोर्टिङको जर्सी लाएर यो जर्सी चाहिँ हो related to Cristiano Ronaldo, dedicated to, and यो चाहिँ हो लाइक 2002 मा अगस्त 14 मा स्पोर्टिङ वर्सेस इन्टर मिलान को म्याच थियो अनि त्यो टाइममा चाहिँ क्रिस्टियानो रोनाल्डो यो स्पोर्टिङबाट खेलिरहेको थियो सो एज यु क्यान सी देखिन्छ कि देखिँदैन तर देखिँदैन रहेछ जस्ट मोमेन्ट पछाडिपट्टि चाहिँ CR7 को नाम छ यो चाहिँ डेडिकेट टु CR7 हुन्छ एज त्यही हो अब रियल म्याड्रिडको लाउँछ लाग्थ्यो फेरि स्पोर्टिङमा लिजबनमा हिँड्दा स्पोर्टिङकै लगाउन किनकि लिजबन मैले के भन्छु भन्दा लिजबन इज सिम्प्रे भेर्ड भनेको लिजबन इज अलवेज ग्रिन भन्छ बेनिफिकिस्टहरूले चाहिँ लिजबन इज अलवेज रेड भन्छ सो आई एम अ स्पोर्टिङ फ्यान स्पोर्ट त्यही हो ओके सी यु इन अ बिट बाय चाहे हिँड्दै नै परोस् रमाउँदै सदा हिँड्नेछु जहाँ जहाँ प्रभु जाँदछ टाढो यी बाटो मिसाइ मेरो शरण पुग्दछ And this is my bag. It's made in Nepal from Ganjako butter. Yes, so Ganjako butta butter. Butta. Kastari Ganjako ke re bhai? गाजाको गाजाको बोट रुखबाट रुखबाट. And this is how I look. Now see you guys later. Look guys, like yo बाटोतिर हिँड्दै कामरा यस्तै छ अब हेरौँ के हुन्छ कत्रो जुम भएको हौ आम्मा जुम त अझ यो यत्रो बाहिर टाढा राख्नुपर्छ मलाई देखाउनको लागि म ठुलो भएँ कि के हो यो हो हाम्रो चोक हामी चाहिँ अब हिँड्दै जाने त होला नि मम्मी त्यहाँसम्म त त्यो अस्तिको ठाउँमा चाहिँ हो यो हो यस्तो छ गुड 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 यतिको वेस्ट म्यानेजमेन्ट चाहिँ हाम्रो देशमा भयो भने दामी हुन्थ्यो कि यसमा चाहिँ एकदम कुहिने सामान मात्रै हाल्छ यता कुछेउमा अरूमा यस्तो छ अहिले एक्स्ट्रा यो पनि ल्याइदिएछ दुई तिन दिनमा आउँछ ट्याक्क लिएर जान्छ पहिला केही भन्नु पर्दैन यसरी ट्याक्क ल्याएर हाल्नुपर्छ सबले बुढाबुढी होस् बच्चा बच्ची होस् जसले पनि हाल्छ योमा चाहिँ अनि इट्स मी हियर त्यही हो फेरि अगाडि खिच्यो भने मलाई किन खिचिस् भन्ने बेला हुन्छ नि यहाँ काले साथीहरू मेरो साथीहरू तर चिन्दैनन् घरिघरि अनि चोकमा किन बस आएन भन्नेहरूलाई चाहिँ हेर बजेहरू यसरी कुद्छन् यहाँ बसको लागि सबैको घर अगाडि चोकमा चाहिँ स्टप हुँदैन एक ठाउँमा हुन्छ स्टप त्यहाँ बस आउँछ त्यो जति नै बुढो होस् जति नै डिसेबल होस्
ऊ त्यो टाइममा आएर बसेन भने उसलाई कुर्ने चलन छैन। तर यदि टाइममा आएर बसेको छ भने चाहिँ उसलाई कसरी हाल्नुपर्ने भित्र डिसेबललाई कसरी के गर्नुपर्ने सबै उनीहरूले हेल्प गर्छ। अनि यो हो मेरो मम्मी। आज ब्लगमा आउन सक्नुहुन्न किनकि मैले आज यो क्यामेराको केही पत्तो पाइरहेको छैन किन यस्तो साह्रो जुम हो कि कुम भइरहेछ। Let's अब हिँड्दै जाऊँ and see you in a bit. I'm in a supermarket here. यो चाहिँ पिङ्गुडोस हो। म चाहिँ यहाँ यस फ्यान्टाको लागि आएको। फ्यान्टा इज माई बेस्ट एन्ड फेभरेट हो के अरे तर सब ठुलो मात्रै छ त फ्यान्टा त अनि सानो छैन त के गर्नु। टेन्स भयो त अनि फ्यान्टा नभएपछि त अनि त्यसो भए रोयलले खान्छ एउटा रेड बुल। रेड बुल अनि जान्छ बाहिर। बिहान खाली पेटमा रेड बुल हान्न लाग्छु मैले। खाना चाहिँ फेरि तर केही छैन त्यसो यस्तो छ। नोकिया साखु प्रडक्टलाई स्क्यान गर्ने हियर अनि त्यही हो। Finaliza a compra, no tem. Pagar contribuinte छैदैन। यो कार्ड हो। Secure Let's go. भयो मेरोमा चाहिँ यस्तो छ। Let's ring this one here. Peça a compareça de funcionário livre serviço em frente loja, livre serviço em frente loja, obrigada. यस्तै छ। हामी चाहिँ आजकल हो यस्तरी हिँड्न थालेको। म चाहिँ कहिले नि मम्मी त हिँडिराख्नुहुन्छ म चाहिँ हिँड्दैन के हिँड्थेन अब हिँड्ने हो। आई डोन्ट नो मेबी सबैको त्यो हुन्छ नि राइट टाइम आउँछ होला भनेर होला। टाइममा प्लस यहाँ चाहिँ कहिले कहिले मान्छे यस्तो वियर्ड हुन्छ कि लास पागल हुन्छ कि सानो कुरामा पनि त्यसै नि खोज्ने खालको हुन्छ। त्यही भएर एकदम होसियार भएर हिँड्नुपर्छ। प्लस त्यही माथि भाषा त्यस्तो बोल्दैन मैले कसैले नमाग्छ मैले अनि त्यो पनि गाह्रो हुन्छ। सो त्यही हो। यताबाट गयो हुन्छ उताबाट जाऊँ है। ल see you in a bit. Bye. पसिना मेरो यति झरिसक्यो कि यो घाममा हेर्दाखेरि चस्मा लाएर हिँडेछ घाम नभए जस्तो। आँखामा चाहिँ घाम छैन टाउकोमा दह्रो घामले हानेछ। यस्तै छ। अब आइसक्यो क्लिनिक चाहिँ यहीँ हो क्या। यहाँ गएर त्यो रगत सगत चेक गर्ने होला आज। अनि अहिले फेरि रेडियोलोजी गयो यो एक्सरे केही होला त्यस्तै केही होला गर्नु पर्यो। यो त्यहाँ हो। लेट्स गो है त यो खाँदैछु। बाई गाइस यो चेकअप भन्नाले उस भएर त्यो अब युरिनहरू कलेक्ट गर्न दिएको छ यत्रो 2 लिटरको भाँडा। यो चाहिँ हाम्रो हेल्थ पोस्ट अफिस यहाँबाट चाहिँ रेफर गरिदिन्छ क्या। चेकअप गर्छ नि कहाँ कहाँ जा भने जान्छ। अस्ति औषधि किन खाउँछ यो। अनि अब फेरि त्यो एनालाइजको लागि चाहिँ भयो त्यो चाहिँ अब युरिनबाटै गर्ने रहेछ सबै। त्यो अब पर्सि आइज भनेछ मन पर्सि आउनुहुन्छ सबै बुझाइदिएछु के अरे। अब अनि यहाँ माथि चाहिँ अल्ट्रासाउन्डहरूको छ त्यहाँ गएर अब त्यहाँबाट नै अपोइन्टमेन्ट कहिले दिन्छ कि अझै गर्छ के गर्छ हेरौँ। अहिले त यस्तै भइरहेछ दिन तर रमाइलो हुँदो रहेछ हिँड्दाखेरि। मलाई चाहिँ एउटा साथी चाहिने हो कि हिँड्दाखेरि एक्लै। अब चाहिँ अब त्यही पनि अब भ्लग गर्दै एक्लै हिँडिन्छ अब चाहिँ फेरि त्यो बानी नि बसाल्नु पऱ्यो नि त। त्यस्तै हो।
यो त होइन यो त हेड अफिस होला नि त्यसको यिनीहरूको जस्तो हेड अफिस मतलब यो ठाउँको चिसो हुन्छ तातो हुन्छ यस्तै छ फोन भएको भए त्यो यसो गर्नु हुन्छ भने यो डिजायरबाट चाहिँ यसै समातेर हिँड्यो पनि भएको यत्तिकै हिँड्यो यत्तिकै यसरी रनिङ रेकर्ड गऱ्यो बस्यो आनन्द यी सरकारी काम गर्नेहरू टक्क आफ्नो काम गर्छ यस्तो सफा राख्छ फेरि यो अघि बेलाको के अरे उस भन्छ नि के भन्छ मोटो नै क्लिन ओदी बेलास हो क्या लिम्पा ओदी बेलास भनेको त्यो लिम्पा भनेको क्लिन हो क्लिन ओदी बेलास हो क्या त्यो यो ठाउँ चाहिँ लास्टै लिस्बनहरूभन्दा सफा छ दामी छ यो ठाउँ चाहिँ यस्तै छ हो है त अब फेरि अब एकछिनमा भेटौँला हिँड्दा हिँड्दा म स्याहाँ हुन लागिसकेँ गाइस ल बाई सी यू ल यहाँको पनि भयो तर यहाँ पनि इक्जाम भएन आज चाहिँ सबै अपोइन्टमेन्ट टाइप मात्रै भयो उनीहरूले के को लागि रहेछ भनेर हेऱ्यो अनि यहाँ पनि अब मम्मी सानो भएर होला अब म यहाँ यसो हुन्छु मम्मी आउँदैन फेरि अनि के अरे एउटा चाहिँ दुइटा चाहिँ पेडवाला रहेछ 50-50 युरो इच दुइटाको भनेको 100 युरो भयो त्यो चाहिँ के भन्छ नेक्स्ट मन्डे आइज भनेछ अनि अर्को चाहिँ बिरामी अहिले भएछ तर अब चेकअप कहिले छ भन्दाखेरि जनवरी 20मा छ 2027को सो अब यस्तै छ अब सिस्टम यही हो अब त्यो अनुसारले डक्टर अपोइन्टमेन्ट सबैको बिरामीको गरेर अब त्यसमा आत्तिर नि भएन आत्तिन नि भएन होइन सुस्तारी यस्तै छ अब कालमा गर्दै जानुपर्छ अब हामी हिँड्छौँ यही हो सी यू इन अ बिट न त हाम्रो के अरे देश नेपालको झन् हरियावन भन्छ तर यहाँ चाहिँ यस्तो हुन्छ एक पुरै हरियाली एभ्री ठाउँमा रुख हुन्छ एउटा यत्रो यो उसमा के शीतल दिने खालको रुखहरू हुन्छ प्लान्ट गर्छ अन्त यस्तो पनि हो फेरि जनताले पनि उखालेर फाल्दैनन् नि त अब नेपालमा भयो भने त्यो ढलान गरेको मसलै उडाइदिन्छ अब डस्टबिन राख्यो भने त्यसरी डस्टबिनै उडाइदिन्छ त्यस्तै छ अब नेपालमा पहिला सरकार भन्दा नि पहिला हामी जनता चाहिँ शिक्षित हुनु छ पहिला सुरुमा होइन त्यस्तै छ त्यही भएर फर्स्ट आफूलाई सबै कुराहरू सिकाउनुपर्छ हाम्रो हिँड्दै जाने हो तपाईँको डायबिटिज हटाउनु पऱ्यो नि यो त हाम्रो घरतिर जान्छ उति बेला मेट्रो जान्छ ल आरोइस आइसक्यो आइसक्यो मेरो चाबी खै त कहाँ हाल्यो मैले ए यता साइडमा रहेछ गयो म त एकछिन त यो हरायो भने टेन्सन भएको कता यता के त माई पर्सनल एसिस्टेन्ट मैले चाहिँ स्यालेरी दिन्छु है निस्किमा जता भयो नि घाम त अनि चस नलाइदिनु हुने खालको घाम छ त मम्मी चस नलाइकन त न त भने निस्क्यौँ अनि त्यो पारि जाउँला नि त घाम हेर्नु न घाम आम्मा त्यो के खालको चर्को घाम हो यो यहाँ चाहिँ हाम्रो ग्रिल्यान्ड चिल्स छ यहीँ हो ग्रिल्यान्ड चिल यहीँ हो तर मलाई चाहिँ यहाँको चाहिँ त्यस्तो ठिकै आइदिएन कता तल हो कि माथि हो तल नि काष्ठमण्डप त एन्जसबाट माथि आउनु होला नि अनि तपाईँ त ठाउँ झार्नु भयो त अनि ए उता निस्किन्थ्यो नि त बाबु अघि नै उता अगाडिको ए अगाडि उताबाट निस्केको भए हामी पछाडि ठिकै छ त
यो चाहिँ अरोइसो यो ठाउँ जाडोमा यस्तो सन्निडे भए त कस्तो मजा आउँथ्यो होला गर्मीमा यस्तो सन्निडे त लास गर्मी अब जाने अनि त्यही मम्मीको टिआरसी आयो कि आएन रिन्यू गरेको कार्ड रेसिडेन्सी कार्ड यहाँको यो आयो कि आएन भनेर हो अब चेक गर्ने आएन भने फेरि रिन्यू गर्ने त्यहाँको मेल बक्स अनि फर्किने अनि हामी जान्छौँ खाना खानु त्यसपछि इन्टिडेन्ट यही ग्रिनल्यान्ड चिल चाहिँ मलाई चाहिँ इन्टिडेन्ट नै मनपर्छ खानाको लागि चाहिँ अन्त दाईहरू पनि राम्रो हुन्छ दिदीहरू पनि राम्रो हुन्छ खाएको चाहिँ माई सानो भएर यसो गर्नुपर्छ यसो गरे माई छोरा नआउने यसो गरे माई नआउने गाह्रो छ यसो गरे छोरा नआउने यसो गरे फिलु नआउने माई पिकानु माई पिकान माई पिकान माई पिकान ल आज है त मम्मीको चाहिँ कार्ड आइसक्यो खुसी छ त्यही भएर कार्ड आएर खुसी छ कस्तो कति खुसी छ त एकदम खुसी छु 3 years I'm free हाँसेको ऊ पनि हाँसेको नसोचेको भयो त छोरा आज त छोरासँग हिँड्छ यस्तै हो लक्की म्यानसँग हिँड्छ लक्की म्यानसँग हिँड्छ यस्तै हो कार्ड आएर चाहिँ उनको चाहिँ हामी खास त्यो चाहिँ रिन्यू मात्रै गर्न आएको थियो तर कार्डै आइसक्यो रहेछ सायद सक्यो यहीँ खोलौँ न त पहिलाको कार्ड छ होइन यो चाहिँ सेकेन्ड कार्ड हो मेरो चाहिँ यो थर्ड कार्ड हो मेरो चाहिँ आइसक्यो मेरो चाहिँ फर्स्ट कार्ड 10-12 थियो त्यसरी भयो त्यहीँबाट पनि त्यही त भयो त्यो त देखाउने युट्युबले उस गर्छ ल भयो यो चाहिँ हाम्रो एन्जस एरिया हो Colorado, Chocolate. हामी चाहिँ खाना खाना आइसकेको छ एम्बुलेन्स गराइरहेको छ मेरो फेभरेट ठाउँमा चाहिँ मान्छे बसिसकिदिएको छ झ्यालमा अनि यो हो ग्रिनल्यान्ड चिल इन्टिडेन्टको यो ठाउँ मेरो लागि हो तर बसिसकेको छु मान्छे ग्रिनल्यान्ड चिल 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 chill, 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 chill. यो रहेको छ सालमन मम्मीले आज छुट्याइसकेका छन् मिठो छ मिठो 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 गर्नु न मेरो अब चाहिँ मोमो चाउमिन अनि फ्राइड एग कम्बो हो त्यो चाहिँ एकछिनमा आउँछ अब यही अलिअलि खान्छु म चाहिँ अब निस्कियो अब चाहिँ यति भएपछि चाहिँ यस्तै छ अनि दिस इज वेयर वी ह्याड लन्च यहाँ चाहिँ हो सो कता के को लागि अब यहाँबाट चाहिँ हामी लाग्छौँ आमाको लागि केही कुरा बुझ्नको लागि हाम्रो बजे आमाको लागि अनि पछि के हुन्छ हेर्दै जाऊँ
Let's see what's gonna happen. मेरो इङ्ग्लिस चाहिँ यस्तो खालको छ कि कुराले नि बुझ्दैन, नेपालीले नि बुझ्दैन, म आफैले नि बुझ्दिनँ घरिघरि, किनकि म धेरै राम्रो बोल्छु। नराम्रो बोलेर होइन, म धेरै राम्रो बोल्ने भएर। मेरो इङ्ग्लिस समटाइम अमेरिकन इङ्ग्लिस निस्किन्छ, ब्रिटिस इङ्ग्लिस निस्किन्छ, समटाइम इन्डियन ढङ्ग निस्किन्छ, कहिले पेलेट निस्किन्छ, पेलेट नेपाली इङ्ग्लिस चाहिँ पेलेट, गलास पेलेट निस्किन्छ, प्लेट निस्किन्छ, यस्तै हो। बोल्दा बोल्दा के निस्किन्छ। But I don't care. I speak what I want. I do what I want. भन्ने कुरा हो। तर क्या मजा लाग्छ नि, कहिले त क्यामेरा बोक्दै हिँड्ने यस्तै बोल्दै हिँड्न त मलाई त आनन्द के त्यो कसले के भन्छ त्यो चाहिँ आउट अफ माइन्ड हो क्या अहिले चाहिँ। त्यसैले चाहिँ यसरी हिँडौँ भएको त त्यो कि बोलेर हिँडौँ भन्ने क्या त्यो बानी पर्ने चाहिँ मान्छे त्यही त हो। अब जे कुरा नि गर्दै गएपछि बानी पर्ने। त्यो माथि मम्मी पनि साथी हुनुहुन्छ, मम्मी पिकानु बाइसु भएपछि यस्तै हो। म छु 5.9, मम्मी हुनुहुन्छ 4.2 होला। अनि लगभग कुमकुम आउँछ मम्मी त, कुमकुमै रहेछ अहिले त झन्। अहिले बन्द गरेर अब एकछिन भएर भेटौँला है त। प्रचार हुन्छ आँको पनि काम सुरु भयो, आमाको लागि नि बुझियो। अब त्यही हो, बुझ्यो त्यो अब सबै कुरा मिलाउनु पर्दो रहेछ। अब त्यही अनुसारले गर्नुपर्छ। आइयो के अरे यहाँ मैले त कतिखेर नि भुलिरहेको छु। यसरी म त यतै हो क्या। अब जाँदै हो। के होला त मेरो गिफ्ट आज, के होला त जनता जान्न चाहन्छन्। के होला त आज गिफ्ट, के होला त। यस्तै छ साथीभाइहरू, के छ साथीभाइहरू। चस्मा है यो चाहिँ लिजबनको सबैलाई थाहा भएको महल हो। पर्दैन त्यो त्यस्तो पर्दैन। मम्मीले अहिले फर्स्ट टाइम यहाँ लटरीले कोटाउने रे। होला अब त el quiere de 2 euros. Qualquer. Lo मम्मीले अब यहाँ कोटाउँदैछन् 2 euro वाला। यता आउनु न यहाँ। 2 euroले ल अर्को नि 100 हुनुपर्छ क्या। 100 छ 1000 यसो न कस्टमर त यो पैसा त्यसको कारणले त मैले नहेर्दै लिएर भागिदिन्छु नि। अब यो दुईटा मात्रै बाँकी छ है। क्वीन पर इन डबल
100को छ भने 100 बनाउनुपर्छ क्या त्यो एउटा ल 1000 पार्नु कि 20,000 पार्नु त ल त्यसमा 100 पार्नु ल धेरै त होइन के हो यता दिन पट्टम 5 है 15 15 12 भएन है चिलिलिलिलिलि ट्याट चिलिलिलि ट्याट 50 छैन गर्दा नि छैन ल भयो हाल्नु बस सर्ट गुड लक नेक्स्ट टाइम जिरो भयो अझै राख्दै हेर्नु पर्यो भयो के भयो छैन म भन्नु त यस्तै छ लक भन्ने कुरा तर मैले चाहिँ ट्राई पनि गर्दैन यस्तो कुराहरू आई डोन्ट बिलिभ इन लक आई बिलिभ इन भाग्य भाग्य भनेको कस्तो भन्छ भाग्यमा जे छ त्यही पाउने गाह्रो छ गाह्रो छ हामी चाहिँ मलाई आएको अब त्यही हो बिस्तारै जाँदैछु ओके यस्तो रहेछ नि त मैले बल्ल पारा ल्याउँदैछु है पारा अब माथि गएर हेरौँला एकैचोटि अब ठाउँमा पुगेछु के गर्नु मैले कहाँ थिएँ यता केही गर्नु पर्दैन यता मलाई जस्तो अबि म तल त देख्दैन त मैले छैन त उस्तो यहाँ रहेछ यो त ठिक छैन This is not good. The Paris. अस्ति अर्को थियो क्या यहाँ ये हो क्या यहाँ त टोयलेट अरू त्यही छ्यालको चाहिन्छ भने अरू कम्पनी पनि राम्रो होला आज राम्रो हुन्छ सबै यो ठिक छ अनि यो ठिक छ त्यो भन्दा त भयो यो लाने अब यस्तो भन्छु आइसकेको छ ब्लु डिसनल प्रोटिन चाहिँ त्यहाँ झन् 20 युरो महँगो भन्यो त्यहाँ चाहिँ नर्मली मैले किन ठाउँहरू भन्दा त्यही हो यस्तो छ यहीँ ओपनिङ हानौँ न त्यति यताबाट किन्नु Medicinal. Good. Bye. अब घर फर्किन लाग्यो म चाहिँ भरे जिम जाँदाखेरि प्रोटिन किन्न पनि जान्छु त्यही नै हो मेरो गिफ्ट प्रोटिन र अनि यही चेनल घाम त्यस्तै छ यी घामको चर्काइ यस्तै छ मम्मी उता बस्नुभएको छ म चाहिँ यता यस्तो स्टेसनको बाहिर छारीमा बसिरहेको छु यस्तै जानु पर्यो है त अब घर गइन्छ सुतिन्छ एकछिन अनि फेरि जिम हान्न गइन्छ अनि फेरि जिम हानेपछि प्रोटिन किन्न जान्छु फेरि प्रोटिन हानेपछि घर जान्छु अनि फेरि भोलि सुत्छु भोलि बिहान काममा जान्छु त्यही हो मेरो दिनचर्या यस्तै नै बित्छ आइपुगियो घुम्दै घर
अब त्यही हो सुत्ने अब चप्पल लाएर मै खाएर आनन्दले अन्त आज जिम जानुपर्छ भरे त ल भरे जिम गएको त म बनाउनु नला भिडियो जिम त अब नर्मल डे एभ्री डे गइरहेको कुरा यसो एक दुईवटा क्लिप हाल्छु भयो भने है त ल बाई बाई ल बाई बाई भन्नु मम्मी बाई 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 हेभ अ गुड डे गाइज